स्वागत छ तपाईलाई मेरो नयाँ भिडियोमा अनि नयाँ ब्लगमा। सो भिडियोहरु कस्तो हुँदैछ के हुँदैछ तपाईहरुले यसो कमेन्ट सेक्सनमा भनिदिनुस् होला। तपाईहरुले खै कमेन्टहरु गर्नु हुँदैन, सो भिडियो राम्रो नभएर पनि सक्छ है। अब कफी सफी बनाएर चाहिँ मैले हिजो आधा कल चाहिँ एडिटिङ आधा गरिरहेको छु, त्यसलाई कम्प्लिट गर्नु पर्ने छ अनि अपलोडमा हाल्ने छ। अनि अब त्यसको बादमा आजको दिन कस्तो हुनेछ के हुनेछ एन्डसम्म हेरिदिनुहोस् होला। अनि मेरो कफी चाहिँ बनिसकेको छ। सो गाइस अब चाहिँ कफी खाँदै ब्याक टु एडिट गरेर एक्सपोर्ट गरेर अपलोडमा हाल्दै राखिदिने हो। यो काम चाहिँ सकिहाल्ने, त्यसको बादमा अरू भिडियो बनाउने काम गर्नुपर्छ हो। सो लेट्स गेट इन्टु द काम हैन, काम सकिहाल्नु त्यसको बादमा अहिले भेटौँ है। चियर्स। सो यहाँ चाहिँ मैले फाइनली एडिट गरिसकेँ हो। अन्त यहाँ चाहिँ अब एक्सपोर्ट गर्दैछु। एक्सपोर्टमा चाहिँ 47 कति मिनट देखाउँदैछ हो। सब एक्सपोर्ट गर्ने बित्तिकै अपलोडमा छोडिदिइहाल्ने हो। त्यसको बादमा आजको भिडियो कन्टिन्यू गर्ने हो। सो अब आजको भिडियो कस्तो हुनेवाला छ नो प्लान होइन। अब यसो जे हुन्छ देखाइन्छ तपाईँहरूलाई होइन। अब तपाईँहरूको पनि यसो सपोर्ट चाहियो मलाई हल्का। यस्तो भन्नुपर्ने हो कि नभन्नुपर्ने हो, तर मैले चाहिँ भनिदिएको, आफ्नो सम्झेर भनिदिएको, यसो सपोर्ट गरिदिनुहोस् है। अब हिजोको भिडियो त हिँड्दै गइदिएन, घुमिफिर त त्यही हो। घुमिफिरी कुरा त त्यही नै आउँछ, तर ठिकै छ। कसरी बिजी हो फेरि। आजको वेदर चाहिँ एकदम पानी पर्दैछ हो। खिड्कीहरू बन्द गर्दैछ। मैले चाहिँ भिडियोहरू अपलोड पनि गरिसकेँ, थम्बनेल पनि बनाइसकेँ हो। अब एकछिनमा चाहिँ पब्लिक गर्ने छु। अन्त आजको वेदर यस्तो छ। सो आजको भिडियो के गर्नुपर्ने त्यो सोच्दैछु। लेट्स सी क्या होता है गाइज। जो भी होता है अच्छे के लिए होता है। अन्त आज चाहिँ मेरो आनीको परज घरमा चाहिँ पूजा छ हो, घर पूजा। सो अब एकछिनमा चाहिँ त्यहाँ जानेवाला छु। आज त्यहाँको पनि भिडियो बनाउनेवाला छु। आज लन्च पनि हाम्रो त्यहीँ हुनेछ, त्यहीँ खाने हो। ओ शिट मेरो फोन झऱ्यो भुइँमा। यस्तो क्रिएटिभ हुनु खोजेको, एङ्गल चेन्ज गर्दै गर्दै बोल्ने, तर के गर्नु फ्लप हुँदो रहेछ। एडिट गर्दै होस् होला। ब्याक टु नर्मल। लाइट्स अन। सो त्यही हो। पूजामा वाङ थाप्ने हो, त्यसको बादमा खाना खाने हो। यो गर्दा मेरो पहिलाको चाहिँ ऱ्याप अप बाई बाई दिन्छ नि। सो गाइज म चाहिँ अब पर आनीहरूको घरमा पूजा रहेछ, त्यहाँ जान आँटेको हो। तर त्योभन्दा अगाडि चाहिँ तपाईँहरूलाई पनि सानो हेल्प माग्दैछु म, अनि सानो क्वेसन पनि। तपाईँहरूलाई चाहिँ नेक्स्ट कस्तो खालको भिडियो हेर्नु मन छ, के गरेको कसो गरेको, के गर्नु पर्ने अब नेक्स्टमा भिडियोमा होइन, त्यसमा अलिकति हेल्प चाहियो मलाई। अनि तपाईँहरू यसो भन्नुहोस् होला कमेन्ट सेक्सनमा, जे पनि भन्नुहुन्छ त्यो गर्नेवाला छु। सो प्लिज गाइज कमेन्ट गर्नुहोस् होला के हेर्नु चाहनुहुन्छ नेक्स्ट। अब चाहिँ म गएको पर पूजामा। ओ हाम्रो फ्युचर राइडरहरू तिमी भिडियो बनाउनेदेखि आमा भन्यो तैँले त। थम्स अप। मेरो च्यानल हेर्छस् त, मेरो भिडियो हेर्छस्? हेर्छस्? वेलकम ब्याक टु आसिमको च्यानल भन्दैन जानुभएको?
तिमी पनि भन्ने वेलकम ब्याक टु आगोको च्यानल भन्नु न भन्ने भन्ने नभन्ने ल त भन्दैन हेलो ए भन्दैन के भएन फेरि लु बाया ढ्याउ म चाहिँ यहाँ नानीहरूकोमा पूजामा आइरहेको छु अन्त यहाँ चाहिँ आजको सेफ चाहिँ हाम्रो कुमारदा रहेछ अन्त कुमु मेरो भिडियो हेर्छ तपाईँ पक्का हो करेला फ्राई अन्त कुमु कस्तो लागेछ मेरो भिडियो राम्रो लागिरहेको छ है त्यसो भाइले है अब वेदर चाहिँ यस्तो भयो पानी पर्दैछ वेदर पनि यस्तो भयो होला अल्छी लाग्दो भयो है त भिडियो बनाउनु पनि त्यस्तो मनै लागेन भिडियो वेदरले गर्दा पनि वेदर राम्रो हुँदा त भिडियो बनाउनु हुन्छ त्यो क्वालिटी राम्रो आउँछ भनेर यस्तो दिनमा त हरेस लाग्दो पानी चाहिँ जोड तोडले पर्दछ यहाँ हो यस्तो दिनमा त भिडियो पनि के बनाउनु अब पानीको सिनेमेटिक हेर्दै बस्नुहोस् ल सो गाइस आज पानी चाहिँ रोक्नुको नाम लिएको छैन हो अघिदेखि कन्टिन्यू पानी परेको छ अन्त दिन यस्तो भएपछि मान्छे पनि हल्का अल्छे भइहालेँ सो आज त्यस्तो भिडियो बनाइन तर म डेली हाल्ने त्यो भिडियोवाला ब्रेक चाहिँ गर्दिनँ हाल्नु चाहिँ हाल्नै छु आजको लागि चाहिँ माफी पाऊँ आजको लागि चाहिँ यति नै भोलिको लागि सब्सक्राइब गर्नु होला भोलि भेटौँ है त